अन्य सदस्य ध्रुवराज राई। सोई ढोले सोई केन्द्र सरकार खोई। अरे कहना क्या चाहते हो? हामी चाहिँ आधा दिनभरि बसिराख्नु पर्ने, अरू चाहिँ नबस्दा पनि हुने भनेदेखि हामी पनि तपाईँको चाहिँ यहाँ बसिरहन होइन उचित ठान्दिनँ। म पनि त एउटा दलको नेता हुँ, म पनि अहिले लागेँ, किनभने यो लाइन सबै खाली छ, नआउनु पर्ने नबस्नु पर्ने रहेछ। तपाईँले जे गर्नुपर्ने गर्नु होला। शुभ दिन। र भोलि मैले बाँदरको विषयमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ मैले एक पाना लेखेर लिएर आएको छु। र बाँदरलाई बन्दुक पड्काएर वा पटक्का पड्काएर वा पुत्ला बनाएर तर्साउने भगाउने यो धेरै पुरानो चलन हो। अब हामी नयाँ ढङ्ग र प्रविधिलाई जोडेर दीर्घकालीन उपायबाट बाँदरको व्यवस्थापन खोज्नु पर्दछ। नम्बर 1, जङ्गलमै पर्याप्त जङ्गली फलफुलहरू लगाउने, जसबाट उनीहरूले जङ्गलबाट नै पर्याप्त खानेकुराहरू पाउन सक्छन्। बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिनु रे। अब किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु। नम्बर 2, बाँदरलाई मन नपर्ने खेती जस्तै अदुवा, बेसार, खुर्सानी खेती या गाँजा खेती, रबर खेती गर्ने। कौन है ये लोग? कहाँ से आते हैं? हाम्रो देश भौगोलिक विविधता भएको हुँदा मधेस र तराई भेगमा तत्काल सोलर जडित तारबार गर्न कुनै आइतबारले पनि छेल्दैन। यसलाई चाहिँ इलेक्ट्रिकल सोलरले यो घाम त यतिकै यसको खेर गइरहेछ, घाम यसरी लगाइरहेछ नि होइन, यसको चाहिँ प्रयोग हुनु पर्यो। सोलरबाट चाहिँ लो भोल्टेजमा चाहिँ तपाईँको तारबार गरिनुपर्छ। त्यो तारबार गर्दाखेरि के हुन्छ भन्दा चाहिँ दुख्यो फेरि। अनि त्यसपछि यो तारबार गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको लो भोल्टेजको सोलर सिस्टमबाट चाहिँ मर्दैन, त्यो जनावरहरू मर्दैन, उनीहरू एकछिन बिहोस हुन्छन्। अनि एकछिन बिहोस भएपछि नेक्स्ट टाइमबाट उनीहरू त्यो रिपिट गरेर चाहिँ त्यो जनावरहरू बाँदर बँदेलहरू त्यो नजिक वरिपरि जानै मान्दैन, तर्सेर के उनीहरू डरले त्यो खिन्सी। सरकार के हो हामीलाई धपाउने भन्ने कुरा हुँदैछ त संसदमा। चिन्ता नगर आशिका तामाङजी, हाम्रो पक्षमा बोल्नु भएको छ। हामी पनि त यो देशका जनता हौ। यदि आशिकाजीले सक्नु भएन भने सुकुम्बासीका लागि बोल्ने हर्क साम्पाङसँग कुरा राख्ने छु। हामी पनि सुकुम्बासी नै हौ। एकजना सत्तापक्षका सांसदले इजरायली एकजना महिला नागरिकलाई गर्भवती बनाएर मान्यजी बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्र त्यत्र सर्वत्र छ। खत्म, बाई बाई, टाटा। नाइजेरियन महिलालाई गर्भवती बनाएर मोरङबाट निर्वाचित भएका कृष्ण कुमार कार्की अहिले फरार भएको भनेर व्यापक चर्चा छ। हिजो संसदमा सभामुखले कृष्ण आऊ बाँसुरी बजाऊ भनेर 3 पटक बोलाए। दिउँसै नाइजेरियन महिलालाई 2 जिउकी बनाएको खबर बाहिरिएपछि कृष्णले संसदमै बङ्क हाने अफ्रिकी कन्यालाई वरमाला पहिर्याउनुहोस्। समस्या यति मात्रै हुन्छ कि दसैँमा टिका लगाउन ससुराली चाहिँ अलिक टाढा जानुपर्ने भयो। बाँदरलाई के गर्ने त? लिएर प्रधानमन्त्री बनाऊ न त। अब बालनजी बोल्नु पनि हुन्न, बाँदर पनि नबोल्ला नि त फेरि। ल, बाँदरको पक्षमा लाग्नेहरूले त प्रधानमन्त्री बाँदरलाई बनायो भने हो त, नबोलेपछि। लु, नेपाललाई शाकाहारी घोषणा गरोस्, म पनि आजदेखि मासु छोड्छु, को मासु छोडौँ। यहाँ एउटा पनि जीव जन्तु नमारौँ, उसको पनि त ज्यानै हो नि त। त्यो लाइन ठिक छ, मान्छु। जसले उपद्रो गरिरहेको छ, जसले चाहिँ जनतालाई दुःख दिइरहेको छ, उसलाई चाहिँ सलाम गर्दै हिँड्नु पर्यो, नमस्कार गर्दै। अनि अरू पशु पन्छीले चाहिँ के गरेको छ बिचरा? बात त सही है। बालेन शाहसँग तपाईँको सम्बन्ध मिलिसकेको थियो भन्ने आएको थियो। फेरि व्यक्तिगत रूपमा त हामी एकअर्कालाई एकदम माया गर्ने मान्छे। प्रधानमन्त्री राजीनामा दे अघिल्लो दिन फेरि भोलिपल्ट तिमी म बिना अधुरो, म तिमी बिना अधुरो। आर यु कमेडी मी भन्न मन लाग्छ क्या म। जेमा पनि विरोध गरेको छ, जेमा पनि राजीनामा भनेको छ होइन। त्यसैले गर्दाखेरि मैले यसो अहिले पूर्वेलीतिरको जनताहरूको यसो भर्सन सुन्दा पनि यता हामी हैरान भएर उता पठाइदिएको, अब उताबाट कता पठाउनुहुन्छ पठाउनुहोस् होइन। त्यो चाहिँ त्यस्तो चाहिँ हैरान हुने गरी त कि जनतै वाक्क दिक्क हुने गरी त विरोध गर्नु भएन नि। कतिले गाली गरिरहेको हुन्छ कमेन्टमा, त्यसले फरक पर्दैन होइन। दैनिक 1 करोड गाली आउँदा पनि फरक पर्दैन। अन्त त्यो लाइनबाट आएको मान्छे, कुरा बुझ्नुभयो नि। एकल सङ्घर्ष गरेर आइपुगेको मान्छे हो म यहाँ। त्यसले गर्दा कसैले के गर्यो त्यो तपाईँहरूको त्यो आफ्नो चरित्र मात्रै झल्किन्छ होइन। आम बाउको बेइज्जत हुन्छ
त्यो कमेन्टमा मुख छाड्नेहरूलाई पनि म भन्न चाहन्छु तपाईँहरूको मिडिया मार्फत रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे होता? धर्क सर त हाम्रो एकदमै मायालु एकदमै प्रेमिल व्यक्तित्व हो। उहाँको प्रधानमन्त्रीप्रति कत्रो प्रेम छ, हामीले अनुहारै देख्न पाएनौँ, स्वरै सुन्न पाएनौँ, आऊ कि आऊ भन्ने जो प्रेम छ नि उहाँको प्रधानमन्त्री बालेन शाहप्रति। बालेन शाह नआउँदा संसदै बहिष्कार गरेर जाने भनेपछि कत्रो प्रेम रहेछ त माननीय हर्क साम्पाङको। असम्भव असम्भव बेचोद असम्भव। माननीय सदस्य दीपकराज बोहरा, समय 7 मिनट। माननीय सदस्य दीपकराज बोहरा एकैछिन पर्खनुहोस्। माननीय सदस्य खुशबु ओली के विषयमा नियमावलीको नियम कति? उहाँलाई माइक दिनुहोस्, 1 मिनटमा आफ्नो कुरा राख्नुहोस्। सम्मानीय सभामुख महोदय, आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, मान्य सदस्य बस्नुहोस्। यहाँ हेप्नु भयो क्या? मैले अस्ति पनि भनेको नि त, प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने। अब प्रतिपक्षलाई दिनुहोस्, हामी चलाउँछौँ यो देश, हामीसँग हिम्मत छ, हामीसँग यो देश चलाउने। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ। तपाईँ प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री पनि नआउने, कसरी चल्छ यो सदन? अर्थमन्त्री नआइन्जेलसम्म यही ड्यासमा बस्छु। यो बालेनको सरकारलाई हामी घुँडा टेकाउँछौँ। असम्भव असम्भव बेचोद असम्भव। प्रधानमन्त्री बोल्नुहुन्छ, धुम धडाकाका साथ बोल्नुहुन्छ, सबैलाई चित्त बुझाउनुहुनेछ। आम नागरिकलाई, प्रतिपक्षलाई, सत्तापक्षलाई, सबैलाई चित्त बुझ्ने गरी, सबैले चाहेको कुरा के छु प्रश्न, सबै प्रश्नहरू जवाफ गर्ने गरी चाँडै गतिरोध गर्नै पर्दैन। केही विरोध देखाउने खसी, खुवाउने फर्सी, त्यही पनि पर्सी भने जस्तो अहिले पनि त भइरहेको छ। तपाईँले चाहिँ किताब बेच्न पाउने रे, अनि गरिब मान्छेले काइफल पनि बेच्न नपाउने भन्ने छ नि त, के हो त्यो भन्ने मान्छे माको फटा हो। त्यो माको फटा किन हो भने उसले चाहिँ मैले किताब बेचेर 12-13 करोड रुपियाँ चाहिँ चोखो कमाएर वीरगञ्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर उसलाई चाहिँ मनै भित्रै जलेर चाहिँ खरानी भएर चाहिँ सिद्धियोस्। त्यो चाहिँ मर ठहरै त्यस्तो भन्ने मान्छे चाहिँ ठहरै परोस्। मेरो अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता यति उत्कृष्ट प्रस्तुत गर्नुभयो कि धुर दक्षिणपन्थी माओवादीलाई पनि मन चाहिँ धुर वामपन्थी माओवादीलाई पनि मन पर्यो, धुर दक्षिणपन्थी राप्रपालाई पनि प्रिय लाग्यो। अझ अचम्म त एमालेलाई पनि आकर्षक र कर्णप्रिय लागेको। भाइ साहब कुछ ज्यादा नहीं हो गया, मतलब कुछ भी।